हजुर धरान आउनु भएको छ, सामाजिक कामहरुमा चाहिँ हुनुहुँदो रहेछ, इन्ट्रेस्टेड हजुर पनि हैन। युवाहरूलाई विशेष हजुर फोकस गरेर चाहिँ त्यसमा पनि हुनुहुँदो रहेछ। हजुरलाई आज यहाँ आउँदा कस्तो लाग्यो त? सम्पूर्णलाई नमस्कार। म चाहिँ श्याम अधिकारी। आज चाहिँ म यस धरान महानगरपालिका आएको छु। वास्तवमा भन्नुभयो धरान महानगरपालिका एकदम सफा एवं स्वच्छ र बन्दै पनि छ। र अहिले जुन यो श्रमदान मैले देखिरहेको छु, हर्क सप्ताह न्युज इन्जिनियर पनि हुनुहुन्छ, उहाँले चलाइरहेको यस अभियानले चाहिँ युवाहरूप्रति र सम्पूर्ण 753वटै स्थानीय तहमा एउटा सकारात्मक प्रभावहरू पनि जमिरहेको छ। तपाईँको चर्चाको नामहरू पनि बालेन शाह, कोपी हवाल होइन, त्यसै गरी हर्क सप्ताह नेपालमा चलिरहेको भने यो 3 जनाको मात्रै नाम छ हाइलाइटमा आएको, किनकि उहाँहरूले निष्पक्ष जनतालाई अब त्यसरी भनौँ न एउटा श्रम शक्तिलाई सदुपयोग गरेर त्यसरी अगाडि बढ्नु भएको छ। त्यो चाहिँ एकदम हाम्रो युवा पुस्तालाई चाहिँ एकदम हाम्रो चाहिँ आँट भरोसा साथ सहयोग एकदम पुगेको जस्तो लाग्छ मलाई चाहिँ। हाम्रो सामाजिक क्षेत्रमा चाहिँ एकदम भनौँ न एउटा किसिमले चाहिँ एकदम सकारात्मक प्रभाव परेको छ। युवाको लागि चाहिँ युवालाई जागरुक गराउने एकदम भएको छ। हर्कसम्म निर्वाचित भएर आएपछि धरानको मैले चाहिँ केही न केही परिवर्तन, धेरै नै परिवर्तन देखेको छु। पहिला र अहिलेमा परिवर्तन देख्नुभयो। 2 वर्षको बिचमा धेरै डिफ्रेन्ट भयो है।